हेलो गाइजहरू, आज चाहिँ म ठक्कै गोठालो हिँडेको यहाँ हाम्रो के भन्छ बिरमान साहुसँग। बिरमानजी के भन्न चाहनुहुन्छ? बिरमान सर हेर्नुहोस्, हालत त्यस्तो छ, गाउँको हालत त्यस्तो छ है। गर्मी चढिसक्यो, हिजो नरमाइलो छ। दसैँ थाकिसकेपछि के चाहिँ गर्ने होला अब। बिरमान साहु, तपाईँ पनि एक दुई शब्द बोलिहाल्नुहोस् त।